बार्सा र इन्टर मिलानको गेम टफ हुन्छ भनेर धेरैलाई थाहा थियो, तर यो टाइपको गेम चाहिँ सरप्राइज नै हो। गेम स्टार्ट भएको पहिलो मिनेटमै थुरामले एक गोल गर्छ र 20 मिनेट नबित्दै डमफ्रिजले फेरि अर्को गोल गर्छ। 20 मिनेट भित्रमा इन्टर मिलानले 2 को लिड लिन्छ। गेमको 24 मिनेटमा लामिन यामालले त्यो ड्रिबलिङ गरेर गरेको गोलको त जति चर्चा गरे पनि कमै हुन्छ र फेरि फर्स्ट हाफ नबित्दै गेमको 38 मिनेटमा राफिनाको हेडिङ पासबाट फेरन टोरेसले अर्को गोल गर्छ। गेम कतिको टफ थियो भनेर यहीँबाट अनुमान गर्न सकिन्छ। गेमको 20 मिनेटमा इन्टर मिलानले 2 गोलको लिड लिएको थियो र फर्स्ट हाफ नबित्दै फेरि बार्साले कमब्याक गरेर बराबरी बनायो। फर्स्ट हाफ बार्सेलोना 2 इन्टर मिलान 2। यो गेम अति नै बवाल नै भयो र सेकेन्ड हाफको 64 मिनेटमा फेरि डमफ्रिजले अर्को गोल गर्दै 1 को लिड लिन्छ इन्टर मिलानले र 1 मिनेट नबित्दै 65 मिनेटमा राफिनाको त्यो रकेट शट बारमा लागेर इन्टर मिलानको किपर समरको ढाडमा लागेर अन गोल हुन्छ। इन्टर मिलान बार्साको होममा आएर यो लेभलको गेम खेल्छ भने आफ्नो होममा कुन लेभलको गेम खेल्छ होला र यो गेमको रिजल्ट भने अझै बाँकी नै छ। कुन टिम अगाडि बढ्छ जस्तो लाग्छ कमेन्ट गर्नुहोस्।